यस्तो छ यो रामभेडा चाहिँ हल्का कुहिया छ यो पानीले गर्दाखेरि अलिकति भइरहेछ अरू त सबै ठिकै छ अब भर धेरै भयो पानी धेरै पर्नको कारणले यस्तो कुहिरहेछ हामी अब कहिलेकाहीँ आउँछौँ नि त लग्न त्यही भएर यस्तो भइरहेछ सधैँ यो टिपिरहेको भए त केही हुँदैन थियो होला कहिलेकाहीँ टिपेको कारणले यस्तो कुहिएर यस्तो भएको छ अनि यो भेडा चाहिँ एकदम ठिक छ यस्तो पाकेको छ हेलो साथीहरू हामी चाहिँ आज आफ्नै बारीको तरकारी अर्ग्यानिक टमेटो टिपिरहेछौँ यहाँ कति धेरै फलेको छ यस्तो छ पुरै पाकेर कुहिएर यस्तो भएको छ भ्याएर हराउने भने यो अर्ग्यानिक तरकारी हाम्रो बारीको आफ्नै बारीमा फलेको भेडा यो चाहिँ टमाटर यो सबै खुर्सानीहरू छ यस्तो धेरै फलेको छ यस्तो छ साथीहरू खुर्सानी चाहियो भने यसो मलाई सम्पर्क गर्नु होला है म पठाइदिन्छु यसरी पाकिसकेको छ भेडा चाहिँ हामी चाहिँ लेकतिर बस्छौँ आज हामी यो लिन आएको यो चाहिँ औलातिर हो